नमस्कार, म भूपेन अस्ट्रेलियाबाट एउटा आइटीको स्टुडेन्ट र अब आउँदै गरेको इलेक्सनमा चाहिँ कुन पार्टीले कति भोट ल्याउँछ, कति सिट ल्याउँछ भन्ने एउटा रिसर्च होइन, साइन्टिफिक डाटा बेस्ड रिसर्च हुनुपर्छ भन्ने लाएर म त्यसमा करिब 1 महिनादेखि काम गर्दै थिएँ र आज मैले त्यसको रिजल्ट निकालेको छु। मैले के को आधारमा कसरी निकालेँ भन्दाखेरि यो धेरै लामो भिडियो हुने भएको कारणले गर्दाखेरि म त्यो अर्को भिडियोमा भन्नेछु र तपाईँलाई आज रिजल्टहरू मात्रै बताउँछु। म नेपालका अब हुने सम्भावित 5 ठुला पार्टीहरूको कुरा गर्नेछु र उहाँले कति सिट प्रत्यक्षमा र समानुपातिकमा ल्याउँदै हुनुहुन्छ त्यो पनि कुरा गर्नेछु। त नेपालको 5औं ठुलो दल बन्दैछ राप्रपा, जसले प्रत्यक्षमा 7 र समानुपातिकमा 3 सिट गरेर 10 सिट जम्मा ल्याउने देखिएको छ र नेपालको 5औं ठुलो दल बन्दैछ। र 4थो ठुलो दलको कुरा गर्ने हो भने यसमा चाहिँ श्रम संस्कृति पार्टी देखिएको छ। गाली नगरिदिनु होला साथीहरू, यसमा प्रत्यक्षमा 2 जनाले मात्रै र समानुपातिकबाट 12 जना गरेर 14 सिट चाहिँ ल्याउने देखिएको छ। विच इज गुड। नेपालको 4थो ठुलो दल बन्दै हुनुहुन्छ, तपाईँहरूलाई शुभकामना छ। कांग्रेस 23औं ठुलो पार्टी बन्ने देखिएको छ, प्रत्यक्षमा 14 र समानुपातिकमा 9, टोटल 23 सिट निकाल्दैछ। यो गगन फ्याक्टर हुनसक्छ, मेरो यो क्यालकुलेसनमा कांग्रेसको योभन्दा नि थोरै थियो, तर अहिले चाहिँ गगन फ्याक्टरले गर्दाखेरि यसमा 23 हुन गएको जस्तो मलाई लागेको छ। आशा गरौँ तपाईँको 23 आउँछ। र नेपालको दोस्रो ठुलो पार्टी बन्दैछ, नपत्याउँदो छ है तपाईँहरू, नपत्याउँदैछ है, मलाई गाली नगरिदिनु होला। यो एकदमै साइन्टिफिक डाटा बेस्ड कुरा गर्दैछु, मैले रिसर्च गरेर भन्दैछु, यतिकै हावाको भरमा भन्दैछन्। नेपालको दोस्रो ठुलो पार्टी बन्दैछ नेकपा। यसमा चाहिँ प्रत्यक्षबाट 16 र समानुपातिकबाट 23 गरेर उहाँले 29 सिट ल्याउँदै हुन्छ। यसमा ओजी नेताहरू हुन्छ, प्रचण्ड, वामदेव, माधव नेपाल लगायतका भीमरावका अन्य धेरै नेताहरू हुन्छ। 29 सिट ल्याएर दोस्रो ठुलो पार्टी बन्दैछ। र अब कुरा गरौँ नेपालको सबैभन्दा ठुलो नम्बर 1 पार्टी बन्दैछ रासोपा। यसले तपाईको कुल भोटरको 51% मात्रै प्रत्यक्षमा ल्याउँदैछ, विच इज अराउन्ड 83 सिट इन प्रत्यक्ष, जसले चाहिँ अब यी नयाँ भोटर जुन 10 लाख थपिएका छ त्यसको करिब 9 लाख भोट त्यसमा एड हुँदैछ। प्रत्यक्षमा 83 र समानुपातिकमा तपाईको 70 सिट गरेर कम्तीमा पनि 153 सिट रासपाले ल्याउने देखिएको छ। यो अलिकति नपत्याउँदो छ, पत्याउन गाह्रो जस्तो छ, तर यो रिसर्चले यही भन्छ। तपाईहरुलाई के लाग्छ कमेन्टमा लेखिदिनु होला। धन्यवाद, नमस्ते। पर्छ भनेर अब त के विभागको लागि बाख्रा फार्म खोल्न पर्छ कि के हो महेश दाइ? एमालेको त पत्ता 7